यो टेन्टहरु चाहिँ कस्तो राम्रो छ के भित्र तर हानी अब यो अबे चितवनमै हुनुहुन्छ र शक्तिखोरको भ्यू रानकोट रेसोर्ट जानुभएको छैन भने हजुरहरू जानै पर्ने हुनेछ। हे गाइज वेलकम टु माई मिनी भ्लग। यो चाहिँ हाम्रो शक्तिखोरको पुल कटिसकेपछि 2 वे छ। हामी चाहिँ लेफ्टपट्टि लाग्नुपर्ने हुनेछ। दायाँ बायाँ कहीँ नगइकन सिधै जाने, त्यसपछि त्यहाँ बोट आउँछ त्यही देखाएको छ। यहाँबाट चाहिँ बाटो हल्का अफ रोड नै छ। यहाँ वी फाइनली रिच्ड हियर। अनि हाम्रो यहाँ पार्किङ एरिया छ। त्यसपछि यो रिसेप्सन है, यहाँ चाहिँ रिसेप्सन छ। एन्ड मलाई चाहिँ कस्तो गर्मी अनि थपे पनि लागिरहेको थियो। अनि एकछिन छिटो पाराले भिडियो पनि लिएँ। साथीभाइ फ्यामिलीहरूसँग आउनको लागि चाहिँ यो ठाउँ एकदम बेस्ट रहेको छ है। अनि मैले चाहिँ खासै भिडियोहरू टेक लिन पाइनँ राम्रोसँग। एन्ड हाम्रो यहाँ टेन्ट पनि छ, हजुरहरू क्याम्प फायर गर्न पनि सक्नुहुन्छ मजाले। र नाइटमा चाहिँ हजुरहरूले हाम्रो दाइको मिठो आवाजको साथमा इन्जोय गर्न सक्नुहुन्छ। यस्तो राम्रो भ्यू हेर्दै साथीभाइहरूसँग पुलमा चिल पाराले ड्रिङ्क्स गर्दै इन्जोय गर्न सक्नुहुन्छ। एन्ड यहाँ आइसकेपछि एटिभी बाइक नचलाउनु त कुरै भयो। र हजुरहरूले बुक गरेर केही समयको लागि, केही हाउसको लागि हजुरहरूले लग्न सक्नुहुनेछ। र हाम्रो सुन्दर पिस हाम्रो राम्रो उपरदङ्गले पनि हजुरहरूले लग्न सक्नुहुनेछ। यति भन्दै मेरो भिडियो यहीँ इन्ड गर्न चाहन्छु र हजुरहरू पनि आउनुहोला, इन्जोय गर्नुहोला। बाई बाई। हेलो गाइज वेलकम टु माई भ्लग। हजुरहरूलाई मेरो भ्लगमा स्वागत छ। अन्त म चाहिँ धेरै वर्षपछि यो शक्तिखोर जाँदैछु। हामी चाहिँ शक्तिखोर आइपुगिसक्यो। अब यहाँबाट अलिकति माथि चाहिँ शक्तिखोर बजार छ। हामी चाहिँ यहीँ हुँदा पनि कति वर्षपछि आएको हो कि यहाँ शक्तिखोर चाहिँ यहीँ आधी घन्टाको बाटो यही हो बजार। अनि बजार चाहिँ कट्यो कि कस्तो टेक लिनै पाएन। अनि त्यसपछि हाम्रो यो शक्तिखोरको पुल भयो। अनि हामी चाहिँ भ्यू रानकोट रेसोर्ट जान लागेको खास गरी। हेर्न कति राम्रो भ्यू हो के। त्यो नयाँ रेसोर्ट खोल्न खोजेको थियो हो। कस्तो दामी, मैले त्यसमा नि हेरेको टिकटकमा कस्तो दामी खोल्न लागेको रहेछ नि। ओ माइ गॉड। ए भ्यू रानकोट हिल टप रिसोर्ट यतै हो जाने। ओ माई गॉड। यहाँबाट चाहिँ बाटो हल्का अफरोड नै छ। अनि त्यसपछि यहाँ त्यो भ्यू रानकोट रेसोर्टमा चाहिँ देख्न सक्नुहुन्छ एटिभी बाइक पनि छ है। अनि हामी चाहिँ खास गरी शक्तिखोर बजार आउने भनेर आएको हो कि। अनि यहाँ चाहिँ अनप्लान्डै भयो क्या। बजारमा यसो खाजासाजा खाएर अनि यतातिर चल्दिएको। यो पनि दाइकै हो, त्यही भएर यतातिर आइदिएको हामी अनप्लान्ड है। त्यही भएर त्यो ब्लगहरू बनाउँछु भनेर चाहिँ आएको होइन कि, त्यत्तिकै बनाएको थियो। अब भयो अहिले पछि आउँदा त म त ए मलाई त डर लाग्यो। म त झरे दिदी चाहिँ जानु पर्यो। रेसोर्ट चाहिँ यही हो कि। म ज्याकेट खोल्छु अब। फाइनली हामी चाहिँ आइपुग्यो है। अनि देख्न सक्नुहुन्छ कति राम्रो हो कि, कति राम्रो बनाएको हो कि। आमा यस्तो माथि डाँडामा पनि है, आमा कति राम्रो। अनि यहाँ अगाडि चाहिँ हाम्रो रिसेप्सन है। मैले भ्लग बनाउँछु भनेर चाहिँ रेडी भएर आएको थिएन कि, हल्का भिडियोहरू लिएको थिएँ। अनि यसमै भोइस एड गरेँ है। हाम्रो चाहिँ यहाँबाट पुरा शक्तिखोर बजार देखिन्छ। त्यो चाहिँ हाम्रो शक्तिखोर बजार हो। हजुरहरू फ्यामिलीसँग साथीभाइहरूसँग नाइट क्याम्प फायर पनि गर्न सक्नुहुन्छ। र यहाँ टेन्टहरू पनि मजाले एभाइलेबल छ। अनि अहिले यहाँ चाहिँ हाम्रो टेन्ट राख्ने बन्दैछ है। अनि यहाँ हाम्रो नेपालको झन्डा। यो टेन्टहरू चाहिँ कस्तो राम्रो छ कि भित्र, तर अहिले यहाँ सफा गरिखेनेको रहेछ कि। ओ त यो त पुरै उ त्यो बिग्रियो है पुरै। कसरी खोल्छ ए अँ त नि।
तर बिगा यहाँबाट चाहिँ हेर्नु न कस्तो राम्रो भ्यू देखिन्छ के डाँडा काँडा क्या आनन्द पिस हुन्छ। अनि यहाँ चाहिँ मेरो भिडियो खिच्दै हुनुहुन्छ दाइले। अनि यहाँ बस्ने ठाउँ पनि छ मजाको है, यहाँ बसेर अनि भ्यूहरू हेर्न पनि सक्नुहुन्छ। अनि हाम्रो चाहिँ यहाँ पानी अघि भर्खरै निकालिदिएको हो क्या फोहोर भएर। यहाँ साथीभाइसँग कोल्ड ड्रिङ्क्स हैन ड्रिङ्क्सहरू गरेर चिल लिन सक्नुहुन्छ। अनि हाम्रो चाहिँ यहाँ बसेर खाने ठाउँ पनि छ। बुवाक्कै तलतिर गला सायद। हामी चाहिँ अब त्यो एटिभी बाइकमा यसो फोटोसोटो भिडियोहरू बनाउन लागेको। अनि त्यहाँ चाहिँ अहिले प्याक छ कि। आमा म त आज भ्लगमा बोलेको त छैन, त्यही पनि अब चाहिँ हामी जान लागेको, निस्किन लागेको। खासै त्यो के अरे भिडियो बनाउन पाएन, यहाँ जाँदिरी हुनुहुन्छ, जाँदिरी र म आएको यहाँ चाहिँ यही हो। साइनो कापु ओ माई गॉड साथीहरू हेर्नु यहाँ बाटोको अवस्था डरै लाग्दो कस्तो दामी। हजुर फुल ब्रेक लगाएर चलाउन पर्छ अरे दिदीले भन्दा। हामीले चाहिँ अहिले स्टार्टै बन्द गरेर चलाइराखौँ गुडिया स्कुटर, त्यही पनि ब्रेक हान्नु पर्यो यहाँ, ब्रेकै हान्नु। हामी चाहिँ खास गरी यहीँ शक्तिपुर आउनु भनेको क्या। अनि उता चाहिँ अचानक गएको हो। भ्याक्सिन लगायो होला।